मेरा बाँच्न बाँकी वर्षहरू भन्दा मैले बिताइसकेका वर्षहरू धेरै भइसकेको छ। मनमा त अहिले पनि लाग्छ बाख्राको पुच्छर खाएकै जस्तो दौडो भनेर, त्यो सम्भव छैन। हिँड्नुमा पनि त मजै छ नि, जहिले दौडेर पनि हुँदैन। हो, पोजिटिभ नोटबाट हेर्ने हो भने त म यो उमेरमा पनि मजासँग हिँड्न सक्छु डाँडा काँडा, होइन? त्यो चाहिँ नि राम्रो हो नि, राम्रो हो नि। लाइफ इज एप्रिसिएटिङ वाट यु ह्याभ। मसँग जे जति बाँकी छ त्यसमा रमाउन सक्नु। मानिसको दुईवटा जीवन हुन्छ। दोस्रो जीवन तब सुरु हुन्छ जब उसले थाहा पाउँछ कि उसँग एउटा मात्रै जीवन छ। मैले आफूलाई बुढो पनि भन्न सक्छु, मैले आफूलाई एक्सपिरियन्स्ड मान्छे पनि भन्न सक्छु। अर्कोले मलाई बुढो देख्ला, मैले आफूलाई अनुभवी देख्छु। त्यो राम्रो नै।